जुन अहिले हामीले यो देखिरहेको छ यो फोटोमा मैले खिचिरहेको यो फोटो यो सेराङको दृश्य हो। यो चाहिँ गोर्खाको धेरै ऐतिहासिक ठाउँ तीर्थस्थल पनि हो। यो गुरु पद्मसम्भवको एउटा तीर्थस्थलको रूपमा मानिन्छ र मैले जुन यहाँ देखाइरहेको छु हजुरहरूलाई यो चाहिँ हिमालचली श्रृङ्खलामा परिन्छ। यस ठाउँमा चाहिँ कालताल भन्ने एउटा ठुलो ताल रहेको छ। वैज्ञानिकको हिसाबले यहाँ यो तालमा चाहिँ एउटै पनि जम्स किटान नभएको एउटा पुष्टि गरेको छ र हामी यो सेराङको दृश्य हामीले यहाँ देख्न सक्छौँ। र यो सेराङको जुन यो डाँडा पछाडि छ यो डाँडा पछाडि चाहिँ तिब्बतको ठाउँ पर्छ। अहिले चाइनाको मुनि छ र यो चाइनाको 50 वर्षभन्दा बढी भइसक्यो चाइना मुनि बसेको तिब्बत चाइनाले कब्जा गरिरहेछ। यो माथि एकदम बर्डर पर्छ। बर्डर यहाँ चाहिँ वर्षैभरि एकदम हिमपात भइरहेको हुन्छ। यो चाहिँ यहाँ लगभग यसको उचाइ 5,000-7,000 मिटर माथि पर्छ र यो अनि हजुरहरूले मैले एउटा दृश्य देखाइरहेको छु। यो चाहिँ सेराङ्गी हिमालको दृश्य हो। यो हामी यो सेराङ्गी हिमालको काखमा एकदम काखमा छौँ। त्यसै कारण यो यसको उचाइ हामीले राम्ररी यहाँ देखेको छैन हामीले। यो एकदम विशाल छ र एकदम गहिरो चट्टानहरू यहाँबाट हामीले देख्न सक्छौँ। यहाँबाट हामी धेरै माथि आएको छ। यहाँबाट हामी एकदम डर लाग्दो छ। त्यसै कारण मैले फोटो खिच्न सकिनँ। यहाँबाट हिम पनि हिउँको पहिरोहरू गएर तल हिउँ देखिरहेछ। अनि आज हामी यो शनिबारको छुट्टी थियो र शनिबारको छुट्टी मिलाएर आज हामी यस्तो घुम्न आएको हाम्रो सेराङको चाहिँ सेराङ स्कुलका जति कुनै साथी सरहरू हुनुहुन्छ उहाँहरूको म एकछिनपछि उहाँहरूसँग पुग्नेछौँ। हजुरहरूले जुन यो ग्लेसियर देखिरहेछ यो ग्लेसियर धेरै वर्ष पहिले ठुलो थियो। यहाँदेखि झन्डै लगभग तलैसम्म थियो यता तलैसम्म र अब यो 10-15 वर्ष भइसक्यो छ। यो हिउँ पुरै हिउँ बिलेर अहिले यो पुरै घाँसै घाँस पुरै चट्टान ढुङ्गा माटो निस्केको अवस्थामा छ। यो एउटा दुःख लाग्ने कुरा पनि हो किनभने संसारमा अब पृथ्वीको यो तापक्रम बढेको कारणले गर्दाखेरि यो बिल्दै धेरै सानो भइरहेको छ। फेरि माथि पुगिरहेछ र यो माथि हिउँ पनि बिलेर चाहिँ थोरै नै भइरहेछ। अब यो अहिले हामी यतिखेर ठिक अहिले हामी आज नोभेम्बरको 20 तिर छौँ। अहिले यो हाम्रो यहाँ 3 जना सर बिसाइरहनु भएको छ। धेरै उकालो 2-3 घन्टा 4 घन्टासम्म माथि हिँडेर आएको कारणले चाहिँ थकित भएको कारण उहाँहरू आरामले बिसाइरहनु भएको छ। हस् त कस्तो लागिरहेछ अब? एकदम थकाइरहेछ दिपी सर। वाउ ब्युटिफुल हो एकदम ब्युटिफुल ए एकदम आनन्द लाग्छ कि अब यहाँको तपाईले देख्न सक्नुहुन्छ हिमालको काखमा बसेर है हिमालको ठ्याक्कै अब काखमा हैन हजुर यतिको ठाउँ पाउनु भनेको चाहिँ स्वर्गै पाउनु जस्तो हो। हामी अहिले स्वर्ग ठाउँ जस्तोमा छु। यो हाम्रो यो ठाउँ जस्तो पनि हैन स्वर्गै ठाउँमा छु के। यसमा चाहिँ मनको पीडा दुःख सुख एकछिनलाई भुल्यो के यसो नजरा हेर्दाखेरि फेरि तल पुगेपछि फेरि त्यही टेन्सन आउने हो। त्यही भएर बारम्बार आउनुपर्छ यतातिर। आज कति किलो घट्यो होला तपाईँको? लगभग मेरो चाहिँ अब 3 किलो जति त घट्यो होला आज। 3 किलो अब यहाँ हाम्रो
यो ठाउँ चाहिँ अलि प्रतीक सर हेर्नु न अब पुरै थाकेर प्रचार गरेर के भयो सर म अब यस्तो हिमालको काखमा आएर यस्तो आमाको काख भन्दा मिठो लाग्यो त्यो भएर निम्तो लागेको छु ए हो हजुर ओहो सर तपाईँको लागि अब सरहरू यस्तो रमाइलो ठाउँमा पुगेर चाहिँ एउटा फोटो खिच्ने होला नि त सम्झनाको लागि विवेश राजा हिरो जस्तो देखिरहेछ एक्टर यस्तो ठाउँमा त एक्टरै भन्नुपर्छ होइन अब सम्पूर्ण हाम्रो फिल्मको बासिन्दाहरूलाई अथवा फिल्म हाम्रो डाइरेक्टर प्रोड्युसर अब को हुनुहुन्छ होइन यहाँ आउनुहोस् होइन अनि भिडियो खिच्नुहोस् यो ठाउँलाई अलिकति प्रमोट गर्नु होला हजुर र अब यहाँ पनि कम चाहिँ छैन हेर्नुहोस् होइन डाँडामा आएर हजुर तपाईँले म्युजिक भिडियो लगायत हजुर ए ल उठाइसकेर चाहिँ टक्ने यो चुनावाङ उता नगइकन यता माथितिर कि ल